सर हजुरको परिचयबाट सुरु गरौँ। नमस्कार, म मानव उद्धार सेवाको संस्थापक केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठ। यो मानव उद्धार सेवा भनेको त विशुद्ध सामाजिक संस्था एवं यहाँ राजनीति नघुस्ने भनेर यहाँ स्थापना गरियो सर। अहिले आएर हेर्दाखेरि चरम यो राजनीति हस्तक्षेप भएको पाइएको छ यहाँ। यसमा के भन्नुहुन्छ तपाईँ? एकदम विशुद्ध सामाजिक संस्था हो सर। मैले स्थापना गरेर यो भ्याली बाहिरको लागि दोस्रो शाखा हो। केन्द्रीय कार्यालय चाँगुनारायण नगरपालिका वडा नम्बर 3 भक्तपुरमा हो र यसै गरी अर्को शाखा चाँगुनारायण नगरपालिका वडा नम्बर 4 मा नगरपालिकाको सहकार्यमा मलाई एउटा विद्यालय, पुरानो विद्यालय दिनुभएको छ। त्यहाँ अहिले आश्रित 10 जना बुवा आमाहरू हुनुहुन्छ र भ्याली बाहिरको लागि पहिलो शाखा हो यो। यहाँ अहिले हामी 35 जना छौँ। 35 जना आमा बुवालाई सेवा दिइरहेछौँ। विशुद्ध सामाजिक संस्था हो, तर अहिले पछिल्लो समयमा आएर चाहिँ चरम राजनीतिक खेपिराख्नु परेको छ सर। मैले यसको लागि मैले विगत 4-5 दिनदेखि कुरा उठाएँ। भित्रभित्रै मिल्छ कि भित्रभित्रै मिलाउन सकिन्छ कि भन्ने हिसाबले लागि परेको, तर भित्रै रूपले मिलाउन नसकिने स्थितिमा उहाँहरूको एकदमै दबाब। अहिले पछिल्लो समयमा त यो संस्थाबाट दैनिक गतिविधि क्रियाकलापहरू हुँदै गरेको फेसबुक पेज समेत उहाँहरूको कब्जामा छ। उहाँहरूले बाहिरबाट राम्रै बोल्नुहुन्छ, राम्रै भन्नुहुन्छ, त्यस्तो केही छैन, तर उहाँहरूको अन्डरमा, उहाँहरूको कब्जामा चाहिँ म परिरहेको छु। अब तपाईँहरूले यही मिडिया मार्फत म भन्छु, मलाई दमक नगरपालिकाले पटक पटक मैले डेलिगेसनमा जाँदा सर ठाउँको अभाव भयो, हामीलाई ठाउँ दिनु सक्नुहुन्न भनेदेखि लिखित रूपमा जवाफ दिनुहोस्, म रेन्टमै भए पनि दमक चलाउँछु, शाखा चलाउँछु, म केन्द्रबाटै ल्याएर चलाउँछु भन्दै गर्दा पनि उहाँहरूले ठिक छ हामी मिलाउँछौँ भन्नुभयो। ठिक छ, अझै पनि मैले हेरिरहेको छु। यहाँ कस्ता किसिमका राजनीति हस्तक्षेप गरेका छन्, कस्ता किसिमका गर्नु भएको छ यहाँ हो त्यो चाहिँ स्पष्ट पारिदिनुहोस्। मैले यहाँ आएर कार्य सहजताको लागि भनेर 4 महिना 9 गते नगरपालिकासँगको सम्झौता पछाडि 4 महिना 19 गते श्री रेवचन्द्र भण्डारीको संयोजकत्वमा 7 समिति गठन गरेँ कार्य सहजताको लागि भनेर। अहिले त्यही समिति चाहिँ मलाई गला फाँसो भएको छ। मैले समितिको चरम हस्तक्षेप भइसकेपछि सर म यसरी सकिन्न, यो कमिटी विघटन गरौँ भन्दै गर्दाखेरि उहाँहरूले विघटन गर्दैनौँ, हामी राजीनामा दिँदैनौँ, सक्सेस भने निकालेर देखाए भन्ने जस्तो धम्की र फेसबुक कब्जा, उहाँले फेसबुक पेज नै कब्जा गर्नुभएको छ। मैले पटक पटक अनुरोध गरेँ सर फेसबुक पेज त मैले मेरै संस्थाको, मेरो संस्था भन्दै गर्दा चाहिँ मैले परमानले मेरै नाममा दर्ता भएकोले मेरो संस्था भने, तर यो सामाजिक विशुद्ध